हेलो गुड मर्निङ गाइज। ल यहाँ हेर्नुहोस् है, आज फेरि पनि आजको चाहिँ हाम्रो भ्युज हेर्नुहोस् त, यति दामी भइरहेछ। र यो भ्युजहरू हेरेर हाम्रो पहाड हेर्नुहोस्। त्यसै त हाम्रो पहाडलाई चाहिँ यति साह्रो रानी त किन भन्दैन रहेछ त। यहाँ हेर्नुहोस् न, भ्युजले नै बताइहाल्छ तपाईँहरूको है। सो आज तपाईँहरूलाई मैले अब अरू त म केही ल्याउनु सकेको छुइनँ है। अब यहाँ पारि सिक्किमहरू हेर्नुहोस् है, र यो लाइनहरू हेर्नुहोस्, यो 8 माइलको लाइनहरू हो यो सबै। हेर्नुहोस् न, आम्मा यति दामी देख्छ। हेर्नुहोस् त, आम्मा त्यो पारि चाहिँ सिक्किमपट्टि चाहिँ घाम उयो पारि तारेभिर सिक्किमपट्टि घाम लागिरहेको रहेछ है। यहाँ तल टिस्टा खोला, मल्लीको खोला। आज चाहिँ अब तपाईँहरूको यो 8 माइलदेखिको तल्लो पेट्रोल पम्पको छेउको भ्युजहरू यिनीहरू ओह्रालो तल हेर्नुहोस्, पारीहरू है। सो आज तपाईँहरूलाई यो देखाइदिइरहेको छु। आशा छ तपाईँहरूले लाइक गर्नुहुन्छ होला भनेर है। प्लिज सब्सक्राइब र कमेन्ट्स के हो कसो हो दिनुहोस् है, गरिदिनुहोस्, लाइक पनि गरिदिनुहोस्। अब यसरी नै अहिले त मैले मसिनो तपाईँहरूलाई यो सानो सानो छोटो तपाईँहरूलाई भिडियो लिएर आएको छु। अब भोलिको दिनमा चाहिँ अब अलिक मेरो फोनको क्यामेरा चाहिँ अलिक ठिक छैन र म अब अर्को नयाँ सेलफोन किनेर चाहिँ अब हामी एउटा कन्टेन्टहरू बनाउने उयसमा छौँ है, प्रोसेसमा छौँ। र तपाईँहरूलाई कन्टेन्टहरू पनि ल्याएर म तपाईँहरूलाई मेरो भिडियोमा च्यानलमा मार्फत हाल्नेछु। हेर्नुहोस् यस्तै छ है। यो पारि सिक्किमको बादल लागेको हेर्नुहोस् न, ड्याम अघि बिहान त झन् तपाईँको पुरा हिमाल देखिरहेको थियो। अब अहिले त फेरि अँध्यारो भएर यस्तै छ। ओके गाइस, थ्याङ्क यू भेरी मच है। यो सर्ट भिडियो तपाईँहरूलाई हालिदिएको, लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् है। ओके, थ्याङ्क यू भेरी मच।